र अहिले भने चाहिँ हामी यहाँनिर बेङ्गल सफारी आउने मौका मिल्यो। अनि ओबेदलाई हामी यस ठाउँमा केही एनिमल्सहरू देखाउने छौँ। अनि हामी यहाँनिर केही समयको लागि ओबेदलाई घुमाउनको लागि ल्याएको छौँ। ओबेदको अब स्कुल लाग्न आँटेको छ, त्यही कारणले गर्दाखेरि ओबेदलाई चाहिँ नयाँ जग्गामा देखाइहाल्ने अनि एकदम स्कुलका लागि प्रिपेयर गरिरहेका छौँ हामीले। यहाँनिर हाम्रो टिकट काउन्टर रहेछ अनि मार्थाले यहाँनिर टिकट काउन्टरमा टिकट किन्नको लागि हामी गइरहेका छौँ। तपाईँको एन्ट्रीहरू यस्तो रहेछ: जू एन्ट्री, सफारी कम्बो, ग्रान्ड सफारी, अदर राइड्स, ट्रेन यस्तो रहेछ है। कति अरे? 1000मा चाहिँ हाम्रो यहाँ ग्रान्ड सफारी। कति अरे हो मार्था? 1000 को हामी 3 जनाले टिकट काटेर हामी गइरहेका छौँ। खोइ टाइगर आम्मामा। र अहिले भने चाहिँ हामी बेङ्गल सफारीभित्र आइपुगेका छौँ। बेङ्गल सफारीमा हामी धेरै वर्षपछि, पहिला हामी डेटिङ पिरियडमा आएको, अहिले हामी नानी बनाएर आएको छौँ। नानी पनि त्यो पनि 3 वर्ष पुगिसकेको छ। अनि आज तपाईँलाई के कस्तो हुन्छ, यहाँनिर कस्तो बनिएछ म तपाईँलाई देखाउँछु। अनि यहाँनिर टिकटको दाम पनि एकदम बढेछ है। 400 रुपियाँको एकजनाको 400, अनि हामीले 2 जना गर्दाखेरि 800 900 हैन नि। एन्ट्री मात्रै 50 रुपैयाँ। त्यहाँदेखि तपाईँको सफारीको 400 गर्दाखेरि 900 रुपियाँ भएको थियो। अनि 100 रुपियाँ चाहिँ फेरि क्यामेराको क्यामेराको पनि, यो जुन चाहिँ तपाईँले हेरिराख्नु भएको छ भिडियो क्यामेरा, त्यसको पनि 100 रुपियाँ, 1000। हामी बसतर्फ हामी लागिरहेका छौँ। बसमा हामी गएर कस्तो हुन्छ सिटहरू म तपाईँलाई देखाउनेछु। र यो बसहरूमा चाहिँ हामी जानेछौँ। मार्थाहरू यहाँनिर छ, मान्छेहरू यहाँनिर वेट गरिरहेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। र हाम्रो बसको सिट नम्बर चाहिँ हामी यहाँबाट ल्याउनु पर्ने रहेछ, हामीलाई थाहा भएन। अहिले यस्तो सिस्टम रहेछ, यहाँभित्र गएर चाहिँ हाम्रो मार्थाले ल्याउनु जाँदैछ। यहाँबाट चाहिँ हाम्रो गाडीको सिट नम्बरहरू दिँदो रहेछ। हामीले टिकट त अलरेडी गरिसकेको छौँ। कहाँ जाने? होइन। ओबेद इज भेरी एक्साइटेड। यस्तो चिप्लिन्छ है ओबेद। ल जा, ल जा र। ल जाऊ। ओ पो झन्डै छ। वाह। ल झर न। त्यसरी होइन, त्यसरी होइन ओबेद, त्यसरी होइन, मैला हुन्छ। पर्साउ न। नुन त्यो त्यसरी आऊ। गऱ्यौ टिकट? बस के कस्तो? बस नम्बर, सिट नम्बर 14 15। लेट्स गो। ल अब चाहिँ हामी गएको।
हामी लाग्यौँ है यतापट्टि कहाँ गएको हामी एनिमल हेर्नु Obet is very excited. Peacock. खोइ देखेको तिमीले कहाँ छ पिकअप पिकअक हेर्न पाएँ यस्तो पिकअक त हाम्रो घरतिर हेरौ हो बहिनी के हेरेन नि यो को भयो बेबी अब आउँछ माछा बेर त यहाँ छैन रहेछ ब्ल्याक बेर रहेछ हो अरे वो पेड़ नहीं है जो चिपका हुआ है चालू उसी से फोटो बनेगा येलो के पे पानी में यस्तोमा मात्रै हेर्नु पाउने रहेछ आज र अहिले हामीले सवारी गरिसकेका छौँ हामीले टाइगरहरू मजाले हेर्न पायौँ र अब चाहिँ हामी जू जानेछौँ जू कस्तो रहेछ म तपाईँलाई देखाउँछु अहिले चाहिँ ओबेद पुरा टायर्ड भयो जहाँ राम्रो ओबेद वो बड़ा वाला ये देखो दाढ़ी मोछ ये दूसरा कौन सी है ये दूसरा हेलो हेलो ट्रेनको नि ड्राइभर छैन सक्यो अब बाई बाई टाटा Bye bye. Thank you for watching.